साथीहरू आज चाहिँ म झन्डै रुइन भन्दा झन्डै यति चाहिँ आँसु चाहिँ झर्यो। फेसबुक पेजमा चाहिँ नि के भन्छ पेजको नि के रिबुटको नि के भनेर आएको थियो कि चलाउँछु छैन, लाइकहरू गर्छु, लाइकहरू पनि त्यो वापस फर्किन्छ हो, त्यो नेटवर्कै नभएको जस्तो नचले जस्तो। फेरि अर्को फोनबाट खोलेर हेऱ्यो के भन्छ त्यहाँबाट चाहिँ चलिरहेछ, मेरो फोनबाट चाहिँ चले छैन ला भनेर म त आँसुसरी भएँ होइन। जिउहरू सबै काम्यो होइन, यति साह्रो जिउहरू काम्यो कि ला अब यहाँसम्म यत्रो भइसकेको, अब फेरि अर्को खोल्नु पर्यो भने त बर्बाद भनेर अत्तालेर केही राखिन, रुनु सकिनँ साथीहरू, रुनु सकिनँ, बल्ल बल्ल बनाएँ। अचानक त्यस्तो हुँदा कस्तो हुन्छ है साथीहरू। अब म त केही थिचेको छुइनँ ला, अहिले म कमेन्टहरू यसो हेरेर रिप्लाईहरू गरेँ, मैले त्यस्तो के थिचेको थिएन, के चाहिँ भएछ एकछिन त पग्ला बनायो पग्ला। सिमीहरू हेर्नु आमा र मैले रोपेको छिप्पेर अम्बो हो साथीहरू। अहिले त्यस्तै सुनेको थियो नि, त्यो के लिङ्कहरू नथिच्नु क्या हो, पेजहरू त्यो उयो हुन्छ भनेर सुनेको थिएँ कि। अन्त म त त्यही पो सोची पठाएँ ला अब के गर्नुपर्ने हो भनेर क्या। त्यस्तो हुँदो रहेछ साथीहरू। म त भात खाँदै गरेको पनि छोडेको, आज त त्यस्तो भएको थियो त। पेज रिलोड के भन्दै आएको थियो, अन्त केही नचल्ने, लाइक गर्दा पनि नहुने, त्यो लाइकहरू पनि वापस फर्किने, कमेन्टहरू गऱ्यो नहुने हो, त्यो प्रोफाइल खोल्यो त्यहाँ नहुने, अन्त यस्तो सेटिङ जस्तो यस्तो के देखाएको थियो। अन्त आमामामामा बल्ल 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 युट्युबमा हेरेर बनाइयो छ्या। म त एकछिन त बुढालाई पनि फोन गरेर मेरो त पेज यस्तो यस्तो भयो भन्दै भने होइन। तपाईँहरू चाहिँ नअत्तालिनु, त्यस्तो हुँदो रहेछ। त्यो सेटिङतिर गएर, सेटिङ त के प्ले स्टोरतिर गएर अपडेट गरिबस्नु पर्दो रहेछ है। म त आजकल सुनेको थिएँ नि त यस्तो लिङ्कहरू नथिच्ने, यस्तो फोन ह्याक हुन्छ अरे के हुन्छ अरे आम्बो भइरहेछ भगवान्को साथीहरू। सिमी पनि टिपिसके, यो घिउ सिमी हो, यो अलपत्रे बोडा भन्छ यसलाई, अलिक छिटो फल्छ। यो कालो बोडा, यो कालो चाहिँ घुँडा दुख्ने खुट्टा दुख्नेहरूले खानु हुँदैन अरे यो सिमी, कालो सिमी चाहिँ साथीहरू गको बिमार हुनेहरूले। साथीहरू प्याज चाहिँ यत्रो भएको छ, अब 1-2 दिनमा उखाल्ने बेला हुन्छ साथीहरू। अहिले राम्रो उखाल्ने बेला भएको छैन।